लस्सो टसिदिले फेपुलो सम्पूर्णमा है आज भने चाहिँ तपाईँहरूलाई है आज रामनवमीको दिन आज चाहिँ म यहाँ सिङ्चेल धाममा है गएको छु र अनि साथै तपाईँहरूलाई पनि एउटा आज के कसो हुन्छ एउटा भिडियो है दर्शन गराउनुको लागि है आज भने चाहिँ यति साह्रो भिड थियो है आम्मामामा के भन्नु तपाईँहरूलाई है मौसम पनि यस्तो बिग्रिरहेको छ है धुम्म भइरहेको छ है तरै पनि म हजुरहरूलाई एउटा यहाँ दर्शन गराउनको लागि है म यस्तो धैर्य धारण गरेर भए पनि है लाइनमा लागेर भए पनि तपाईँहरूलाई है दर्शन गराउँछु भन्ने मेरो एउटा उद्देश्य लिएर है म बसिरहेको छु अनि साथै तपाईँहरूलाई पनि दर्शन गराउने छु है भन्दै म अहिले चाहिँ लाइनमा बसिरहेको छु वाउ हेर्नुहोस् त कस्तो राम्रो धर्जीहरू है लगाउनु भएको छ र हावाले पनि हल्लाइरहेको छ वाउ हेर्नुहोस् त गेट है कस्तो राम्रो है जस्तो यहाँ पूजा कमिटीले चाहिँ एकदमै राम्रो है तलैदेखिको सिँगार्नु भएको छ है अनि यस्तो राम्रो है डेकोरेसनहरू गर्नुभएको छ अनि साथै पूजापाठहरू पनि यस्तो राम्रो है गरिरहेको अस्तिदेखिको पूजा अस्ति नवरात्र लागेको दिनको पूजापाठ भइरहेको छ नि त अनि आज चाहिँ हजुरहरूलाई एउटा सानो भिडियो क्लिक है देखाउँ कि भनेर हजुरहरूलाई दर्शन गराउँ कि भनेर चाहिँ मैले एउटा सानो भिडियो बनाएको र साथै तपाईँहरूले मन पराइदिनु भयो भने है यदि कमेन्ट लाइक सेयर पनि गर्नुहोस् नबिर्सिनुहोस् होला भिडियोलाई होइन भन्दै अब म चाहिँ यहाँ लाइन लागेर होइन भित्र जाँदैछु अनि त्यहाँतिर चाहिँ पूजाहरू भइरहेको छ उहाँहरू चाहिँ पहिल्यै दर्शन गरेर आएर पनि यता दर्शनको लागि चाहिँ है पूजापाठहरू गर्नुहुँदैछ साथै म भने चाहिँ लाइनमा लागेर होइन तपाईँलाई अब देखाउनुको लागि नै दर्शन गराउनुको लागि चाहिँ म चाहिँ लाइनमा लागेर बद्ध भएर है बसिरहेको छु लाइनमा अनि साथै दर्शन गर्नु छ होला तपाईँहरूले पनि है भित्रको आज के कसो हुन्छ तपाईँहरूलाई भित्रको म दर्शन गराउने छु भन्दै म चाहिँ अब भित्र अब पुग्नु उठिसकेँ है लगभग यता गेटसम्म त म पुगिसकेको छु है हेर्नुहोस् होला यहाँभित्र है अब चाहिँ म यहाँनिर गणेश मन्दिरको छेउमा है मूर्तिको छेउमा आइपुगिसकेको छु म नानीहरू पनि यति बिघ्न है मान्छेहरू आउनु भएको छ है दर्शनको लागि होइन हेर्नुहोस् त सिंह देवी मन्दिर है तपाईँले पनि दर्शन गर्नुहोस् होला है तपाईँहरू घरमै बसेर भए पनि दर्शन गर्नुहोस् होला यहाँनिर चाहिँ है कृष्ण हुनुहुन्छ है कृष्ण लड्डु गणेश सबै चढाउनु भइरहेको छ उहाँले पनि तपाईँलाई धेरै आशीर्वादहरू दिउन् भन्दै है अनि घन्टीहरू है कस्तो हावाले हल्लिरहेको छ र साथै मैले चाहिँ किन चाहिँ म्युट गरेको भन्दाखेरि चाहिँ है यहाँनिर चाहिँ एउटा गानाहरू पनि बजिरहेको थियो त्यो कारणले गर्दा चाहिँ मैले चाहिँ म्युट गरेर चाहिँ होइन मेरो भोइस दिइरहेको छु हेर्नुहोस् होला दर्शन गर्नुहोस् होला है अब भित्र चाहिँ अब दिँदैन भनेको सुनेको थिएँ एकदमै है कमिटीको चाहिँ अब टाइट छ नि त है जुन यो भित्र भयो है त्यहाँको भित्रको चाहिँ दर्शन गर्ने जग्गाको चाहिँ अब फोटो भिडियोहरू दिएको छैन भन्दै थियो तरै पनि मैले चाहिँ लुकेर पनि है तपाईँहरूलाई चाहिँ एउटा दर्शनको लागि चाहिँ है मैले भिडियो क्लिप गरेको अनि यहीँभित्र पनि धेरै मन्दिर फोटोहरू हुनुहुन्छ देवी देवताको होइन हामी सबैजनालाई है आशीर्वादहरू दिउन् यहाँ सिन्चेल धामका है देवी देउरालीले हामी सबैजनालाई होइन धेरै आशीर्वाद दिउन् भन्ने एउटा प्रार्थना पनि चढाउँदै होइन तपाईँहरूलाई है हेर्नुहोस् होला दर्शन गर्नुहोस् होला बाहिर भए पनि तपाईँहरूलाई मैले दर्शन गराउन गइरहेको छु साथै तपाईँहरू एकदमै भाग्यमानी हुनुहुँदो रहेछ सायद घरमै बसेर पनि तपाईँहरूलाई है मैले एउटा दर्शन गराउने है मौका पाएँ भन्ने मेरो एउटा उद्देश्य लिएर है तपाईँहरूले यहाँ दर्शन गर्नुहोस् होला है हेर्नुहोस् यहाँनिर तपाईँहरूले दर्शन गर्नुहोस् मजाले दर्शन गर्नुहोस् घरमै बसेर भए पनि है यहाँ शिलाढुङ्गा है शिलाढुङ्गाहरूको दर्शन गर्नुहोस् तपाईँहरूले सबैजनाले एकदमै धुप बत्तीहरू बालेर है अन्त पूजासुजा गरिन्छ शिवलिङ्ग है पूजा गर्नुहोस् तपाईँहरूले पनि है सम्झिनुहोस् प्रार्थना चढाउनुहोस् होला भन्दै होइन तपाईँहरूलाई पनि एउटा मेरो सौभाग्य है भनौँ दर्शन गराउने है
हुन्छ है, अब भिडियो पनि अन्तिममा आइपुग्नु सकिसक्यो है। थ्याङ्क यू फर वाचिङ। अनि यो भिडियोलाई तपाईँहरूले यदि मन पर्यो भने है कमेन्ट अनि लाइक सेयर गर्नुहोस् होला है। यो भिडियोलाई पनि तपाईँहरूले एकदमै माया गरिदिनुहोस् होला है। तपाईँहरूलाई है भित्रको दर्शन गराउन नसके तापनि बाहिरको भए पनि तपाईँहरूलाई मैले दर्शन गराएमा मलाई एकदमै खुसी लाग्यो है भन्दै अब मेरो भिडियोलाई यहाँनिर नै म समाप्त गर्न चाहन्छु होइन। तपाईँहरूलाई के कस्तो लाग्छ अनि कमेन्ट गर्नुहोस् होला है। अनि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।